भालु त ओइ भालु भन्नु भालु हात्ती हेर्ने गाइज हात्ती यी हात्ती बाघ हेर्नु न गाइज देखो गाइज बाघ सो हेलो गाइज वेलकम ब्याक टु माई च्यानल स्मिता जुन मगर फेरि पनि तपाईँलाई स्वागत छ मेरो नयाँ ब्लगमा आफ्टर लङ टाइम एन्ड ह्याप्पी न्यू इयर सबैजनालाई 2083 सालको 82 सालको सबैजनालाई धेरै धेरै शुभकामना। हामी चाहिँ जूमा आएको छु घुम्नु। के हेर्नु जनावर मान्छे नै मान्छे छ जू भनेको रे मान्छेको जू जस्तो भए मान्छे नै मान्छे छ। सो गाइज यहाँ चाहिँ हरिणहरू छ। जुम चाहिँ यति नै हुन्छ कि हरिणहरू यहाँ देखेछ हरिणहरू के पर्यो आछि के पर्यो भाइ खोइ त मम्मी यहाँ नजिकै रहेछ बच्चा कति के हो दिदी गाइज मान्छेहरूको भिडियो रे के जनावर कम मान्छे ज्यादा छैन अनि जू भन् जनावर कति छ कहाँ हो खाने हो गाइजहरू आउनु है यहाँ जुमा कस्तो गनाउँछ नि दाँत पनि हेर राम्रो दाँत बाघ हेर्ने टाउको निकालेर रेकर्ड गर्न भनेको बाघ हो धेरैले अब बुढीको जुम्रा हेरिदियो बाघ हेर्ने मान्छे नै गाइजहरू बाघ त के हो कसरी कहाँबाट हेर्ने रेकर्ड गर्छ नि हेर्नु बाघ हेर्नु न गाइज देखो गाइज बाघ बाघ हेर्ने यहाँ भिड यो यार यो सुत्नु भएको छ जलगैडा
हात्ती हेर्ने गाइज हात्ती यी हात्ती यता गोरिला यस्तो गर्न टाउकोले यस्तो चाहिँ भएन ढेँडुलाई बाँदरले बोलाएको गाइज ढेँडुलाई बाँदरले बोलायो बाँदर जस्तो दिएछ रातो बाँदर कम छ अर्ना पानी पो पर्नु थाल्यो चिम्पान्जी उडेको चिम्पान्जी यता अर्को चिम्पान्जी कस्तो उत्तानो परि बसेछ हेर नि यहाँ गाइज भालु भालु कस्तो घोप्टो परि बसेको त्यसो उ हेर न हो त्यसैले आँखा निकाल्नु पानी पर्यो गाइज पानी पर्यो खै कहाँ आऊ यस्तो न्यु इयरको दिन पनि यस्तो भयो क्या के सोचे थिएँ के भयो हात्ती ए ओ भालु त ओइ भालु भन्नु खै यहाँबाट कसम यसको दारा भालु सरगमको लागि भालु अलिकति वाह हात्ती गाइज हात्ती चितुवा A few moments later. पानी परेर सबको बिजोग भयो गाइज हामी त यहाँ हामी त छाडै नपाइकन छाता पनि नल्याएको पानी पनि पर्यो सेट भइहाल्यो हेर्नु पनि पाएन राम्ररी अनि कति हो र तर यतातिर कस्तो राम्रो आएको होइन यता हरियाली छ नि त गाइज यता हरियाली छ तपाईँहरूलाई म देखाउँछु तपाईँहरूलाई म देखाउँछु भने लार्ज इन्डियन सिमेन्ट बबाल छ यहाँनिर मलाई पछाडिबाट देखाउ न यसरी तिमी र म क्या तपाईँको मेकअप टल्केको होला यहाँ बबाल छ पानी परे पनि हामीलाई टेन्सन छैन हामी चिल हो त्यही भएर आज जू हेर्न आएको आउनु अलि कम परेछ कम भए ल यो निर्बिला बिरालोले हो दुम्सी दुम्सी हेर तँ दुम्सी भनेको चाहिँ के हो खास क्या बोला तूने दुम्सी भनेको चाहिँ के हो खास ओ भाई मारो मुझे मारो काँडा कस्तो हुन्छ दुम्सीको हो त्यही नि यहाँ काँडा यहाँ मोबाइलमा हेर्नु नदेखेको दुम्सी गाइज दुम्सी अनि उताको अति पानी पर्यो यार गाइज बिजोग बनायो पानीले यहाँ के हो यो वन बिरालो ढाँडे ऊ तल फ्याउरो गाछीमा ऊ चढ्दै सिँढी पानीले बिजोग बनायो गाई हामी यहाँ बिजोगमा छौँ सबलाई बिजोग बनायो पानीले न्यु इयरमा के यस्तो सबै वातावरण प्रदूषणले भयो के अझै पर्नु पर्थ्यो पानी कुन चरा हो गाइस तपाईँलाई यसको नाम थाहा छ भने भनेर देखाउनु ल कमेन्ट गाइस कमेन्ट बिलो कुन चरा हो यो त्यो त साला सुगा जस्तै हो त तर टुपी हेर न कत्रो छ खोइ
ए बिग्रे आम्मा यो कस्तो दामी आयो हरियाली करा करा पानीले भिजिसके के हो छ्या ओ सुगा त यहाँ रहेछ नि पानीले भिज्यो क्यामेरामा चाहिँ परेन यस्तो बनायो नि यो पानीले छ्या के भन्नु भयो यस्तो आयो बिजोक बनायो गाइस बिजोक कहाँ जानुभयो यता यता उ त पत्ता त फ्याल स्याउला न्याउरीले बोलायो खानु छोड्दिन भङ्गेरी भङ्गेरी त्यत्रो ल्याइरहेको छ भङ्गेरी पिकक रे मेरो यो पुरै प्रिन्टेड बनाएर भिजेर के भन्नु र मोबाइल भिजिसक्यो मोबाइल यहाँ के हो ओए मा पछुवा भिजेर के हो ओए मा कसम एक थोपले गोमन वा साँप हेर्दा चाहिँ डोन्ट डिस्टर्ब साँपलाई डिस्टर्ब गर्ने होइन है यहाँ के छ दिदी दुईटा रहेछ क्या रे दुईटा मुक्ति छ बितेको पानीले गरेर गाइस हामी बाहिर आउनु पर्यो तपाईँलाई रिस उठेर के हुन्छ त अब हामी बाहिर आइसक्यो अब हामी जाने घर राम्ररी घुम्नु त पाएन प्रिन्टेड भयो प्लिज चेन्ज भइसक्यो गाइस अब हामी एकैचोटि भूत खेलाइसक्यो घोडा झन्डै घटना भएको त्यहाँनिर ग्यास पड्केछ मान्छेहरू सबजना भेला हुँदैछ त्यहाँनिर र अहिले चाहिँ हामी भूत खेल टोखा भूत खेलाइसक्यो पिङ खेल्न आएको पानी परेर उता पानी परेर खेल्न पाएन त छैन यसपालि बच्चाहरूको लागि मात्रै छ ग्यास पड्क्यो होइन तर ऊ छैन त्यो आगी लाग्ने त ऊ त केही छैन एकचोटि मात्रै चान्स दिएको नराम्रो अनि एकचोटि चाहिँ दिन्छ नि किनभने बल ठुलो छ नि त नि है बल सानो भएको भए चाहिँ दुईचोटिसँग हुन्थ्यो एउटा मात्रै अरूको गेम हेर्दै हामीहरू चाहिँ यहाँ रमाउँदै गाइन्छ हामी सक्दैनौँ त्यही भएर हामी पनि न त ट्राई गरेर ट्रिक होइन ट्रिकी हेर्नु कसरी खत्म बाय बाय टाटा गुड बाय गया